के तपाईलाई थाहा छ तपाईले घरमा खपत गरेको विद्युतको त्यो बिलिङ कसरी हुन्छ? अर्थात् तपाईले महिनाभरि यति विद्युत चलाउनु भयो भने अब तपाईको बिलमा यति हिसाब भयो भनेर ठ्याक्कै कसरी हिसाब भएर आउँछ? यदि थाहा छैन भने हामी यो भिडियोमा सिक्नेछौँ है त। तपाईले कहिलेकाहीँ अब मिटर रिडरको मिस्टेकले अथवा कसैले जानाजान ठग्ने उद्देश्यले तपाईको घरमा तपाईले खपत गरेर लाग्ने बिल भन्दा एक्चुअली केही रकम बढी तिराएको पनि हुन सक्छ। अब यदि तपाईले आफैले चाहिँ मैले यति खपत गरे मेरो बिल यति आउँछ भनेर हिसाब राख्न सक्नुभयो भने तपाई ठगिने चान्स एकदम कम हुन्छ है। र आफूलाई पनि सहज हुन्छ मैले यो महिनाको यति बिल तिर्न सक्छु भनेर प्लानिङ गर्न पनि सजिलो हुन्छ। अब यसको लागि चाहिँ नेपाल विद्युत प्राधिकरण ऐन 2041 अनुसार नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले बनाएको एउटा नियमावली छ। यो विद्युत महसुल संकलन नियमावली। यसमा चाहिँ सबै रेटहरू तोकेको छ है। यतिदेखि यति युनिटसम्म कन्ज्युम गर्दा यति मिटर क्यापेसिटीको लागि यति चाहिँ बिलिङ गर्ने भनेर तोकेको छ र बिलिङको तरिका सहित तोकेको छ। त्यो तपाईहरुलाई मैले विस्तृत रूपमा यहाँ सिकाउने पनि छु। अब जेनरली हामीले चाहिँ ग्राहस्थ वर्गबाट सिक्ने छौँ है। ग्राहस्थ वर्ग भनेको तपाईँ हामीले घरमा चलाउने विद्युत नर्मली त्यसमा चाहिँ 5 एम्पियर 15 एम्पियर 30 एम्पियर हामीले एमसीबी साइज राखेर गरिएको हुन्छ त्यति स्वीकृत क्षमताको। त्यसमा चाहिँ हामीले बिलिङ कसरी गर्ने हाम्रो बिल कसरी क्याल्कुलेट गर्ने भन्ने कुरा चाहिँ हामी त्यसको बारेमा हेर्नेछौँ है। यो चाहिँ विद्युत महसुल संकलन नियमावली 2078 ले दिएको तरिका अनुसार है। अब यहाँ नर्मल्ली हाम्रो घरमा हुने हाम्रो यो ग्राहस्थ वर्ग अन्तर्गत नेपाल विद्युत प्राधिकरणका विभिन्न 13 वटा ग्राहकहरूलाई 13 वटा वर्गमा वर्गीकरण गरिएको छ भने हाम्रो घरमा भनेको चाहिँ ग्राहस्थ वर्ग हो। जेनरली चाहिँ घरमा चाहिँ सिंगल फेज लाइन युज गरिन्छ। सिंगल फेजमा 230 भोल्ट चाहिँ आएको हुन्छ है। अब हामीले यहाँ चाहिँ यो एम्पियर चाहिँ कति स्वीकृत गर्ने भन्ने कुराहरू चाहिँ नर्मल लाइटिङ पर्पजको लागि बत्ती बाल्नको लागि मात्रै 5 एम्पियर युज गरिन्छ भने अब विभिन्न फ्रिज पानी तताउने यी कुराहरू विभिन्न बढी हुन्छन् भने हामीले 15 एम्पियर त्यस्तै 30 एम्पियर 60 एम्पियर आवश्यकता अनुसार राख्न सकिन्छ हैन। अब हामीले यहाँ 5 एम्पियरको बिलिङको लागि पहिला हेर्यौं भने नर्मलको रूपमा अब हामीलाई के छ त सबभन्दा पहिला के बुझ्नु पर्यो भन्दा 5 एम्पियरको लागि चाहिँ सुरुमा 0 देखि 20 युनिटमा चाहिँ न्यूनतम शुल्क चाहिँ कति छ त? न्यूनतम शुल्क 30 रुपैयाँ छ। न्यूनतम शुल्क 30 रुपैयाँ छ र अब इनर्जी शुल्क भनेर कति छ त? यो चाहिँ 0 है। 0 देखि 20 युनिटसम्म तपाईले चलाउनुहुन्छ भने न्यूनतम शुल्क चाहिँ तिर्नु पर्यो 30 रुपैयाँ अनि इनर्जीको चाहिँ प्रति युनिट चाहिँ शुल्क लाग्दैन। यसको लागि चाहिँ उदाहरणको लागि मानौं तपाईको घरमा 5 युनिट बत्ती चलेको छ है। 5 युनिट चाहिँ इनर्जी कन्ज्युम भएको छ मानौं। यो 5 युनिट कस्तो भन्दा मानौं पहिला चाहिँ मिटर रिडर रिडिङ गर्न आउँदाखेरि चाहिँ तपाईको मानौं 550 युनिट थियो रिडिङ। अब अहिले यसपालि आउँदा चाहिँ 555 रिडिङ भयो भने चाहिँ यो फरक कति भयो त? 5 युनिट चाहिँ फरक भयो। यदि 5 युनिट कन्ज्युम गर्नुभयो तपाईले भने यसको चाहिँ कति लाग्छ त? रेट कसरी निकाल्ने त? यो भनेको कति हो त? सुरुमा न्यूनतम 0 देखि 20 भित्र पर्यो 5 युनिट भने न्यूनतम 30 रुपैयाँ त तिर्नै पर्यो यो न्यूनतम। अब प्लस 5 युनिटको लागि कति त युनिट रेट यो कति पनि लाग्दैन 0 है। त्यही भएर हामीले चाहिँ रु 30 तिरे हुने भयो 5 युनिटको लागि। अब होइन तपाईले 5 युनिट मात्रै होइन मानौं 25 युनिट चलाउनुहुन्छ है। 25 युनिट चाहिँ खपत भयो। मानौं सुरुमा 550 भएको थियो भने अब चाहिँ 575 भयो। यो फरक निकाल्दाखेरि 25 युनिट बिजुली कन्ज्युम भयो हैन। अब 25 युनिट बिजुली कन्ज्युम भयो भनेपछि 25 युनिट तपाईले खपत गर्नुभयो। अब यसको निकाल्न पर्यो भने के गर्नु पर्यो त भन्दा अब हामीलाई फेरि त्यो डाटा थाहा हुनु पर्यो है। अब 25 युनिट भनेको हामीले यदि 21 देखि 30 युनिटसम्म चलाइयो विद्युत भने यसको मिनिमम चाहिँ रु 50 हुन्छ है। मिनिमम 50 रुपैयाँ हुन्छ 21 देखि चलाइयो भने र प्रति इनर्जी है प्रति युनिट शुल्क अथवा इनर्जी शुल्क चाहिँ प्रति युनिट के हुन्छ त? प्रति युनिट 6.5 रुपैयाँ लाग्छ है। अब हामीले यदि 25 युनिट चलाइयो भने अब सुरुमा 21 देखि 30 युनिट 20 युनिट सम्मको त 20 युनिट सम्मको के भयो त? मिनिमम लाग्ने भयो 50 रुपैयाँ है। न्यूनतम 50 रुपैयाँ लाग्ने न्यूनतम 50 लाग्ने भयो। अब चाहिँ 20 युनिट सम्मको चाहिँ प्रति युनिट चाहिँ रु 3 रुपैयाँको दर लाग्ने भयो हैन। 20 युनिटसम्म प्रति युनिटको रु 3 रुपैयाँको दर लाग्यो। त्यसपछि अब बाँकी रह्यो 25 मा 5 युनिट बाँकी रह्यो। 5 लाई चाहिँ प्रति युनिट 6.5 को दर लाग्ने भयो के। यसरी चाहिँ टोटल बिल अमाउन्ट कति हुन्छ त? मानौ यो 142.5 भयो। यो चाहिँ तपाईहरुको तिर्नुपर्ने विद्युत प्राधिकरणले तिर्नुपर्ने बिल भयो के। 50 रुपैयाँ मिनिमम भयो 21 देखि 30 युनिटसम्म चलाएको कारणले गर्दा। त्यही भएर अनि त्यसपछि 20 युनिटसम्मको लागि 3 रुपैयाँ प्रति युनिट हो। त्यसपछि
बाँकी रहेको 5 युनिटलाई 6.5 को दरले। अब होइन हामीले अझै बढी है 25 युनिट भन्नुको मतलब त्यसपछि चाहिँ त्यसको भन्दा नि बढी मानौ तपाईले 50 युनिट चलाउनु भयो। 50 युनिट चलाउनु भयो भने के छ त भन्दा अब 31 देखि 50 पनि मिनिमम चाहिँ न्यूनतम 50 छ। त्यसपछि चाहिँ प्रति युनिट चाहिँ कति लाग्छ त? प्रति युनिट चाहिँ त्यसपछि 8 रुपैयाँ लाग्छ है। अब यदि 50 युनिट चलाइयो भने कति भयो त? सुरुमा मिनिमम चार्ज 50 भयो हैन। टोटल बिलमा कति आउँछ त भन्दा मिनिमम चार्ज 50 भयो। त्यसपछि हाम्रो 20 युनिट सम्म 3 रुपैयाँको दरले तिर्नु पर्यो है। त्यसपछि 21 देखि 30 है नि। अब 21 देखि 30 को लागि त हाम्रो 6.5 हो। त्यो भनेको 21 देखि 30 सम्मको 10 युनिट हो। बाँकी 10 युनिटलाई कतिको दर लाग्यो त? 6.5 को दरले लाग्यो है। फेरि अब हाम्रो 20 युनिट गयो, 10 युनिट गयो, 30 युनिट गयो, बाँकी रह्यो कति त 50 मा 50 युनिटमा बाँकी रहेको 20 युनिट भयो। 20 युनिटलाई कतिको दर लाग्ने भयो त? 8 रुपैयाँको दरले लाग्ने भयो है। यो भनेको रु 335 जति आयो होला हैन। यसरी निकाल्नु पर्यो हामीले 50 युनिटको लागि। अब थप यस्तै हेर्दै जाने हो भने अरुको लागि अझै फरक छ हैन। अब हामीले अहिलेसम्म 5 एम्पियरको लागि हेरिरहेको छौं है। यो 5 एम्पियर भनेको तपाईको मानौ तपाईको 5 एम्पियर स्वीकृत छ भने 6 एम्पियर सम्मको एमसीबी जडान गर्नु भएको होला। यो मिटरको त्यसपछि पनि जुन कहिलेकाहीँ घर सर्ट भयो भने सुरुमा त्यो ट्रिप हुन्छ नि, त्यो मिटरको एमसीबी भनेको चाहिँ 6 एम्पियरको रेटिङको छ तपाईको है। अब 50 युनिट होइन, तपाईले मानौ 55 युनिट चलाउनु भयो हैन। 55 युनिट विद्युत चलाउनु भयो। अब फेरि 55 युनिट चलाउनुहुन्छ भने तपाईलाई फेरि यो 51 देखि 100 को लागि छुट्टै छ है। यसको न्यूनतम कति छ त? 75 रुपैयाँ। यो सबै हेर्न सकिन्छ है हामीले नै। यो डाउनलोडहरु अवेलेबल हुन्छ डाटाहरु। अब त्यसपछि प्रति युनिटको शुल्क कति हुन्छ त? 9.5 हुन्छ। अब हामीले 55 को निकाल्नु पर्यो भने मिनिमम सुरुमा 75 रुपैयाँ मिनिमम लाग्यो, यो लाग्ने नै भयो। त्यसपछि 20 सम्मको कति रे? हामीले अलरेडी हेरेको 20 सम्मको प्रति युनिट 3 रुपैयाँ हो। त्यसपछि 21 देखि 30 को बाँकी 10 को कति हो त प्रति युनिट? 6.5 हो। त्यसपछि फेरि 31 देखि 50 भनेको छ यो 20 युनिटको लागि कति हो त पैसा? यो 8 रुपैयाँ हो। फेरि त्यसपछि बाँकी रह्यो कति त? 20 10 30 20 50 भयो। बाँकी रहेको 5 युनिटलाई कति भयो त? 9.5 को दरले हिसाब गर्नु पर्यो है। यसरी यो हिसाब गर्दा जति आउँछ त्यति नै बिल हुन्छ है। तपाईको बिल भनेको रु जम्मा 407.5 आउँछ है। अब फेरि तपाईहरुले होइन मैले त 15 एम्पियरको चलाउँछु, घरमा अलि धेरै चीज चलाउँछु, धान्दैन एमसीबी ले 15 एम्पियरको चलाउँछु भन्नुभयो भने यसमा फेरि छुट्टै बिलिङ छ। यसको चाहिँ 0 देखि 20 सम्मको न्यूनतम कति छ त? न्यूनतम 50 रुपैयाँ छ। त्यसपछि प्रति युनिट कति कन्ज्युम हुन्छ त्यसको लागि चाहिँ रु 4 रुपैयाँ रहेको छ हैन। यसको अर्थ चाहिँ यदि तपाईले मानौ 5 युनिट चलाउनुहुन्छ भने न्यूनतम 50 तिर्नु पर्यो प्लस 5 × 4 चाहिँ 4 का दरले तिर्नु पर्यो भनेको 70 रुपैयाँ चाहिँ 70 रुपैयाँ बिल आउने भयो हैन तपाईको। अब त्यस्तै होइन अझै धेरै चल्छ, 21 देखि 30 सम्म चल्छ मेरो त। 21 देखि 30 सम्म चल्छ भने त्यसको चाहिँ न्यूनतम कति छ त भन्दा 75 रुपैयाँ छ। त्यसपछि प्रति युनिट चाहिँ कति छ त? 6.5 छ है। यदि अब तपाईले 25 युनिट विद्युत चाहिँ खपत गर्नुभयो, पहिलाको रिडिङ र अहिलेको रिडिङमा 25 युनिट डिफरेन्स आयो भने, 25 युनिट फरक आयो भने अब यसलाई कसरी निकाल्न सकियो त भन्दा रु 75 मिनिमम भइहाल्यो। त्यसपछि अब 20 युनिट सम्मको लागि हाम्रो 20 युनिट सम्मको लागि प्रति युनिट 4 रुपैयाँ भनेर अघि तोकिसकेको छ हैन। प्रति युनिट 4 भयो। अब मानव यहाँ 20 युनिट गइसकेपछि त 5 युनिट बाँकी रह्यो नि त 25 मा। अब 5 युनिटको लागि चाहिँ 6.5 को दरले हिसाब गर्नु पर्यो है। यो टोटल हिसाब गर्दाखेरि चाहिँ कति आउँछ त? तपाईको 187.5 चाहिँ बिलमा आउने भयो कि यति चाहिँ तिर्नु पर्ने भयो। यसरी हामीले घरमै हिसाब गरेर निकाल्न सकिन्छ। त्यस्तै गरेर अब हाम्रो यदि 31 देखि 50 सम्म चल्छ भने, त्यस्तै 51 देखि 100 सम्म चल्छ भने यस्तै एवंविधले माथिको डाटा अनुसार न्यूनतम कति छ र प्रति युनिट कति छ भनेको थाहा पाइयो भने यही बिलिङ अनुसार गर्दै जानेर हिसाब निकाल्ने है। अब यदि सबै निकाल्न झन्झटिलो लाग्छ भने यो नेपाल विद्युत प्राधिकरणले नै अलरेडी सबै यो विभिन्न युनिटहरु यति युनिट कन्ज्युम भयो भने यति रुपैयाँ तिर्ने भनेर त्यो सबै डाटा बनाएर राखिदिएको छ। त्यो डाटा सरर हेरेर त्यही डाटा अनुसार तपाईहरुले आफ्नो यति युनिट
फरक छ भने यति रुपियाँ चाहिँ तिर्न पर्यो भनेर हिसाब निकाल्न सकिन्छ। यो डाटा सररै भिडियोमा राखिदिएको पनि छु मैले, हैन भने डाउनलोड गर्न पनि सकिन्छ है। यहाँ चाहिँ ग्रास्त वर्गको विद्युत महसुल तालिका छ 2078 अनुसारको। ग्रास्त वर्ग तल्लो भोल्टेज 230 भोल्टको लागि चाहिँ विभिन्न 5 एम्पियर, 15 एम्पियर, 30 एम्पियर, 60 एम्पियरको यो मिटर क्षमता है, स्वीकृत क्षमताको लागि चाहिँ कति युनिट बराबर कति रुपियाँ लाग्छ भन्ने पुरै क्याल्कुलेसन अनुसार छ है। तपाईले 1 युनिट चलाउनु भने 5 एम्पियरको लागि 30 रुपियाँ, त्यस्तै 15 एम्पियरको लागि 54 रुपियाँ, 30 एम्पियरको लागि 80 रुपियाँ र 60 एम्पियरको लागि 131 रुपियाँ तिर्नुपर्छ। त्यस्तै गरी अन्य है 2 युनिट, 3 युनिट, 4 युनिट, यतापट्टि 41, 42, 43 युनिट कति चलाउँदा चाहिँ कति रुपियाँ तिर्न पर्छ भनेर सम्पूर्ण डाटा यही भिडियोमा रहेको छ है। यसरी मानव 25 युनिट तपाईले चलाउनु हो भने 142 5 एम्पियरको लागि, त्यस्तै 15 को लागि 187.5, अनि 30 को लागि 232.5 र 60 को लागि 277.5 तिर्नु पर्दछ 25 युनिट चलाए बापत। यस्तै गरी विभिन्न युनिटको लागि सम्पूर्ण डाटाहरू चाहिँ यो विद्युत महसुल संकलन विनियमले 2078 अनुसार दिइएको छ है। हिसाब गरी राख्नु पनि परेन। यदि 92 युनिट चलेको छ भने 5 एम्पियरको लागि 759 रुपियाँ तिर्नु पर्यो। यसरी सम्पूर्ण डाटाहरू रहेको छ है। सर यसलाई हेरियो भने कति युनिट चलाइन्छ आफूले त्यही अनुसार ठ्याक्क बिल एमाउन्ट यति आउँछ भन्ने थाहा हुन्छ है। मानव 161 युनिट चलायो भने 5 एम्पियरको लागि 1439.5 रुपियाँ आउँछ, 15 एम्पियरको लागि 1484.5, 30 एम्पियरको लागि 1529.5, 60 एम्पियरको लागि 1579.5 यसरी बिल आउँछ।